हेलो म्याम। हेलो सर। अनि आज यता आउनुभयो त? यतै भनौँ न वेलकम एजुकेसन सर्भिसेसतिर। हजुरलाई वेलकम छ, वेलकम एजुकेसन सर्भिसेसमा। थ्याङ्क यू सर। सो के को लागि चाहिँ आउनुभयो खास गरी यता चाहिँ? मैले आजभोलि सुनेको उम्, इटालीमा फ्री एक्ज्याक्टली। एजुकेसन छ जताततै, हजुर। त्यही कुरा बुझौँ न एकचोटि इटालीको बारेमा भनेर। अहिले इटालीमा फ्री एजुकेसन त छ होइन। अब पब्लिक युनिभर्सिटीमा फ्री एजुकेसन छ। तपाईँले चाहिँ अब एप्लाई गर्नु पर्यो होइन। ब्याचलर हो कि मास्टरको लागि गर्न सोच्नु भएको छ? कसको बुझौँ, लागि हो खास गरी? बुझिदिउँ न भनेर ओके यस्तो ओके, मास्टर हुन्छ ब्याचलरको लागि। हुन्छ हुन्छ। हजुरले मास्टरको लागि पनि छ, ब्याचलरको पनि छ होइन। कोही आफन्त छ भने प्रिफर गर्न सक्नुहुन्छ। इटाली भनेको एउटा चाहिँ सेङ्सन कन्ट्री भयो होइन। हजुर युरोपमा हजुरले लगभग 28-29वटा कन्ट्रीहरू घुम्न पायो। साथसाथै चाहिँ तपाईँले त्यहाँ चाहिँ एजुकेसन सिस्टम नि जुन पब्लिक युनिभर्सिटीमा फ्री छ। अब एप्लाई गर्ने कस्ट त लाग्छ। अब फ्री भन्ने बित्तिकै त पुरै कम्प्लिटली फ्री होइन म्याम। हजुर एप्लाई गर्ने कस्ट भनेको अब 30-40 युरो भनौँ न, त्यति चाहिँ लाग्ने हुन्छ। बाँकी भनेको अब त्यही नै हो। खर्चहरू धेरै जस्तो हुँदैन। प्लेन टिकट जोड्नुहुन्छ, इन्सुरेन्स जोड्नुहुन्छ भने त्यही 4-5 लाख जति चाहिँ खर्च हुन्छ। फाइनेन्सियलको केही छैन? फाइनेन्सियलहरू पनि त्यसमै इन्क्लुड भइहाल्छ। अब फाइनेन्सियल भन्दाखेरि कस्तो हो भन्दाखेरि चाहिँ प्रायः म्याक्सिमम् स्टुडेन्टसँग चाहिँ फाइनेन्सियल हुन्छ। फाइनेन्सियल राम्रो हुनुपर्छ होइन। अब फाइनेन्सियलमा एनुअल हुनु पऱ्यो होइन। अनि त्यसपछि अब 6 मन्थको ब्याङ्क स्टेटमेन्ट भयो। अनि होल्डिङ हुनु पऱ्यो। त्यो गर्न सकिन्छ, त्यो ठुलो कुरा भयो होइन। मेन कुरा हो स्टुडेन्टको इन्ट्रेस्ट कुरा हो। हजुर अब कोही इटाली जाने सोचमा हुनुहुन्छ। अब फ्री एजुकेसन छ तर अब फ्री एजुकेसनको लागि हाई जिपिए चाहिन्छ भनेर सोचिरहेको हुन्छ नि त। एक्ज्याक्टली हाई जिपिए पनि चाहिँदैन। एभरेज 2.5 चाहियो या 50%, 55% भए पनि पुग्छ। हामी एप्लाई गरिदिन्छौँ। र अर्को कुरा तपाईँलाई थाहा छ होला, के सर? हजुरले विदाउट आइएल्समा पनि एप्लाई गर्न सक्नुहुन्छ। यो विदाउट भनेको आइल्स? विदाउट आइएल्स एमओआईबाट मजाले हुन्छ। हजुर इङ्ग्लिस मिडियमबाट पढ्नु भएको छ नि त, मजाले चाहिँ हुन्छ। एमओआईबाट एप्लाई गर्न सकिन्छ। अरू केही थाहा छ हजुरलाई एउटा कुरा अझै? के होला सर? एउटा यस्तो कुरा छ कि तपाईँले त्यहाँ गएपछि काम गर्नु पर्दैन क्या। काम नगरे चाहिँ कसरी बस्ने सर इटालीमा फेरि त्यही गयो त भने? मेन विशेषता नै त्यही हो क्या इटालीको। पब्लिक युनिभर्सिटीमा तपाईँ पढ्न जानु भएको छ भने त्यहाँको गभर्मेन्टले नि तपाईँलाई रिजनल स्कलरसिप हुन्छ। तपाईँलाई वर्षको 8,000 युरो आउँछ क्या। 8,000 युरो 8,000 युरो? 8,000 युरो भनेको लगभग तपाईँको 13-14 लाख हुन्छ। नेपालको? नेपालको 13-14 लाख। त्यहाँ गएर कामै नगर्ने? काम गऱ्यो भने त झन् राम्रो। काम गऱ्यो भने त महिनाको 1 लाख काम गरेर कमाउन सक्यो। र गभर्मेन्टले तपाईँलाई वर्ष महिनाको 1-1.5 लाख दिइहाल्छ। हामी त्यहाँ गएर काम चाहिँ कति घन्टा गर्न मिल्छ, कति आवर्स? काम चाहिँ हजुरले 1 हप्तामा चाहिँ 20 घन्टा जति काम गर्न पाउनुहुन्छ मजाले। 20 घन्टा भनेको हप्तामा तपाईँले त्यही हो 30-35 हजार जति हप्ताको कमाउनुहुन्छ भने अब जोड्नु होला महिनाको कति भयो भनेर। 4 हप्ता हुन्छ। 4 हप्ताको लगभग तपाईँले पुगिहाल्छ। 1.20, 1.50 यति एभरेजमा पुगिरहेको हुन्छ। अरू केही छ त्यस्तो? छैन सर। कसको लागि चाहिँ बुझ्न खोज्नु भएको? भाइको लागि बुझेको। ए मलाई त लाग्यो हजुर पनि जानुहुन्छ कि भनेर। ए ल ठिक छ, भाइलाई पठाइदिनु। आइएलटिएस गराएको छ छैन? एलएसपिटी गराएको छ? ए गरे भए पनि ठिक छ, नगरे पनि ठिक छ। पठाइदिनुहुन्छ नि हजुरले? मजाले चिन्ता लिनु पर्दैन, म एप्लाई गरिदिन्छु। र हरेक कुराहरू ट्रान्सप्यारेन्ट हुन्छ। हजुरको खर्च यति भयो, यति यसमा गयो, सबै कुरा ट्रान्सप्यारेन्ट हुन्छ। जसले तपाईँलाई ममाथि ट्रस्ट हुन्छ नि त। खास गरी भनेको ट्रस्टले काम गर्ने हो नि त होइन। हजुर हजुर। हरेक कुराहरू पैसाले होइन नि, ट्रस्टमा पनि काम गरिन्छ नि त। म त्यो लागि काम गर्छु है। ल हुन्छ। ल आउनुहोस् न है। ल